धन्यवाद। अब यसपछि हामी कार्यक्रमको महत्त्वपूर्ण चरणमा छौँ। हाम्रा धेरै इभेन्टहरू खेलाउन हतार भइसकेको कारणले हामीले सबै मन्तव्यहरू छुट्याएको जानकारी गराउँदै आजको यो कार्यक्रममा आफ्नो प्रमुख अतिथि मन्तव्य राखिदिनु हुन आजको यो कार्यक्रमका प्रमुख अतिथि लगाएर भूमि पूजा गरेर कार्यक्रमको शुभारम्भ गर्नेछौँ। धन्यवाद। धन्यवाद। पोखरा पर्यटन परिषदका आज 21औं संस्करणको रोपाई महोत्सव पोखरा महानगरपालिका वडा नम्बर 30 मा आयोजना भएको छ। यो कार्यक्रमका अध्यक्ष पोखरा पर्यटन परिषदका अध्यक्ष धर्मनाथ पहाडीज्यू, यस वडाका वडाध्यक्ष दुर्गा सुवेदीज्यू, मञ्चमा रहनुभएका प्रोटोकल स्थापित भइसकेको छ। सम्पूर्ण आमन्त्रित अतिथिज्यूहरू, मञ्चाभिमुख रहनुभएका सबै आजको यो रोपाई महोत्सव हेर्नका लागि उपस्थित हुनुभएका दाजुभाइ दिदीबहिनीहरू, कृषक मित्रहरू, आज यो कार्यक्रममा प्रत्यक्ष रूपमा सहभागी हुनुहुने यहाँ राखेका हौँ। श्री अर्घौ कृषि सहकारी संस्था लिमिटेड, कृपया कहाँ हुनुहुन्छ, कोही सुन्नु नजिक हुनुले पनि खबर गरिदिनु होला। अगाडि स्टेजमा आउनको लागि अनुरोध गर्छु। हाम्रो प्राविधिकज्यूहरूलाई पनि उहाँलाई अगाडि पठाइदिनु हुन म अनुरोध गर्दछु। त्यसै गरी श्री सफल महिला कृषक समूह पोखरा महानगरपालिका वडा नम्बर 29, उहाँले हिउँदे खेती, तोरी प्रवर्धन र धान र जेठो धानको बिउ र आलुको बिउ निरन्तर रूपमा उत्पादन गरिरहनु भएको छ। सफल महिला कृषक समूहलाई को टिमलाई पनि म अगाडि आउन अनुरोध गर्दछु। त्यसै गरी वडा स्तरीय कृषि सञ्जाल पोखरा महानगरपालिका वडा नम्बर 18 को टिम कृषि सञ्जालको संयोजकज्यूलाई अगाडि आए त्यो सम्मान पत्र दिनको लागि म यो कार्यक्रमलाई भव्य र सभ्य रूपमा अगाडि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिदिनु हुन म विनम्र अनुरोध गर्न चाहन्छु। अब हामी केही समयमै साङ्गीतिक प्रस्तुतितिर लाग्ने हुँदा स्टेजका साथीहरू रहनु पर्ने पाएको अन्य साथीहरू कृपया अब विभिन्न इभेन्टमा सहभागी हुन सक्नुहुने समेत म जानकारी गराउन चाहन्छु। हामीसँग आज हलगरु दौड प्रतियोगिता, हिलोमा माछा छोप्ने प्रतियोगिता, हिले दौड प्रतियोगिता, पुरुष महिला र पर्यटक सम्पूर्ण पूर्व अध्यक्ष एवं सल्लाहकारज्यूहरूलाई आमन्त्रण गरेका सेवा केन्द्र रेडियो नेपालका प्रमुख तथा प्रतिनिधिज्यूलाई पनि म आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकापका प्रमुख आयोजना प्रमुख रविन हाम्रो समाजमा अहिले कृषि कहाँबाट कसरी हुन्छ भन्ने सानो विद्यार्थी भाइ बहिनीहरूलाई धान कहाँ फल्छ, अन्न कहाँबाट उत्पादन हुन्छ भन्ने थाहा नहुन सक्छ। हाम्रा बुवा आमाहरूले गोरामा खली गरेर ल्याएर कसौडीमा पाकेर पकाएर थालोमा राखेको मात्रै बाँच्छ। आज यो प्यारा भाइ बहिनीहरूलाई पनि कृषि कर्म गर्दा अथवा हाम्रा बुवा आमाले यो खेतबारीमा काम गर्दाखेरि, अहिले यो हिलोमा हिँड्दाखेरि, यो जोत्दाखेरि, खन्दाखेरि कति मेहनत लाग्दो रहेछ भन्ने अनुभूति हो। उहाँहरूले आफ्नो बुवा आमालाई सम्मान गर्न सिकुन्। यी सबै यावत कुराहरू एउटा धर्म संस्कृतिसँग जोडिएका कारणले यही पर्व पारेर हाम्रो यो पर्व पनि हो। मानव रोपेर मुरी उब्जानी गर्ने, एक दिन कार्य गरेर वर्षभरि खाने पर्व हो। त्यसै कारणले यसलाई एउटा पर्वको रूपमा, एउटा महोत्सवको रूपमा पोखरा महानगरपालिका वडा नम्बर 30 ले मनाउँदै आइरहेको छ। यो सँगसँगै पर्यटन परिषदले हामीले यहाँभन्दा अघि मनाइरहेका कार्यक्रमहरूलाई सम्मान तलमाथि हुँदा राष्ट्रिय अर्थतन्त्रमा पनि असर गर्छ। अहिले करिब 65 खरबको जिडिपीमा 3 खरब जतिको कन्ट्रिब्युसन चाहिँ धान क्षेत्रमा रहेको छ र पछिल्लो समय जलवायु परिवर्तन लगायतका विविध कारणले धानमा क्षेत्रमा असर गरिरहेको, तराईतिर अलिकति सुक्खापन बढिरहेको, कहीँ
बढी भइरहेको जस्ता यी कारणले धान उत्पादनमा असर गरिरहेको छ। तर अहिले पछिल्लो समय विभिन्न जात प्रविधि धेरै धेरै धन्यवाद। पोखरा सबै मौसमका लागि जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भरता र समृद्धि भन्ने उद्देश्यका साथ 23औं राष्ट्रिय धान दिवस तथा 21औं असारे रोपाई महोत्सव 2023